आज बिहान हामी सन्धि खर्कमा उठ्यौँ। यो अर्घाखाँचीको सदरमुकाम जिल्लाकै प्रमुख बजार र प्रशासनिक केन्द्र हो। यो गहिराईमा बसेको आकर्षक देखिन्छ सन्धि खर्क। हिजो हामी सन्धि खर्क आइपुग्दाखेरि निकै रात नै परिसकेको थियो। अँध्यारोमा धेरै बाटो तय गरियो पनि अब यहाँ चाहिँ आजको सुनौलो बिहानी घाम झलमल्ल लागेको अवस्था छ। यहाँहरूलाई फेरि नयाँ दिनमा स्वागत छ। अब अर्घाखाँचीमा पहिले नै हामीले धेरैवटा क्षेत्रहरू त भ्रमण गरिसकेको थियौँ, जसमध्ये त्यो बखत नै धेरै जान मन लागेको यहाँ एउटा रक गार्डन भनिन्छ, जलजला लगायतको केही क्षेत्र छ। त्यहाँनिर त्यो एउटा अद्भुत क्षेत्र छ अरे। त्यहाँ चाहिँ ढुङ्गाको बगैँचा छ लगायतका कुराहरू हामीले सुनिरहेछौँ, तर ठ्याक्कै हामीले जाने बाटो चाहिँ अहिलेसम्म थाहा छैन। यहाँ स्थानीयहरूसँग हामी सोधीखोजी गर्छौँ र त्यो दृश्य देखाउनेछौँ। त्यस पश्चात चाहिँ फेरि आज हाम्रो योजना भनेको चाहिँ खाँची दरबार जाने र सुपा देउरालीको दर्शन गर्न नछुटाउनु होला। अहिलेको समयमा सुपा देउरालीमा एउटा विशेष कुरा पनि हुँदैछ, त्यो पनि हामी त्यहाँ पुगेर भन्छौँ। भिडियो अन्त्यसम्म हेर्न फेरि पनि आग्रह गरेँ यहाँबाट। अब हामी यहाँबाट लगत्तै रक गार्डनको खोजी गरेर जलजला या कुनै त्यस्तै क्षेत्रतर्फ अघि बढ्नेछौँ। जलकाँडा छेउको डाँडा जसलाई रक गार्डन भनिन्छ, उचाइमा अवस्थित गाउँ छ अरे। हामी जानुपर्ने यहीँ वरपरको कुनै डाँडा चाहिँ हो, खोजी गर्नेछौँ हामी। सन्धि खर्कबाट उकालो लागियो। यो त हिजो हामी तम्घासबाट आएकै सडक। यही माथि कतैबाट बाटो छुट्टिनै छ रक गार्डनतर्फको। सल्लाहका वृक्षहरू भएको जङ्गल नै छिचोल्दै हामी अघि बढ्यौँ। सोध्दै खोज्दै त्यो चट्टानको भिरको रोचक ढुङ्गा पुग्ने नै छौँ। सडक केही साँगुरो छ, कालो पत्रे भएकोले सहज छ। अलिक सजग भएर मोटर चलाउनुपर्छ यस्तोमा। आज पनि मौसम सफा नै छ, बिहानबाटै झलमल्ल घाम लागेको छ। यो स्थानलाई भनिन्छ चियान डाँडा। यहाँबाट हामी देब्रेतर्फ लाग्यौँ। हिजो तम्घासतर्फबाट आएको सडकलाई यही छोडियो हामी। अब यता नयाँ भेग नौलो स्थान हाम्रा निम्ति। यता त औधी रमाइलो स्थान रहेछ। सडकका बीचबीचमा यसरी रुख वृक्ष जोगाइएको। मठ मन्दिर र गाउँघर कट्दै बढेको सडक। गाउँमा पुरानै प्रकारका घरहरू यद्यपि छँदैछन्, यी नै घरहरूका बीचबाट छिरेर सडक बढेको छ। एकैछिनमा हामीले उचाइ लियौँ। गाउँ बस्ती पातलिँदै गएर सकिए। अब त जङ्गलको निर्जन भेग छ। सल्लाहका वृक्षहरू छन्, अन्य वनस्पति छैनन् नै भनौँ। कालोपत्रे गजब सडक उकालै बढेको छ। सडकबाटै परपरसम्मको डाँडाकाँडा देखिन्छ। यहाँका सबै अर्घाखाँचीका डाँडाहरू हुन्। यता देखिने सायद अर्घाखाँचीकै डाँडाहरू हुन् सबै। औधी रमाइलो हुन्छ यसरी नयाँ भेगतर्फ अन्धाधुन्ध यात्रा गर्दा। हामी सायद सही बाटोमै छौँ होला। यहाँ त सोध्नलाई गाउँघर या मानिसहरू पनि भेटिँदैनन्। सल्लाहको जङ्गल छिचोलेर यस्तो चिल्लो फुस्रो डाँडाहरू छन्। अब त सन्धि खर्कबाट धेरै उचाइ लिइसक्यौँ हामीले। सडकले अझ थप उचाइ बढाएको बढाइ नै छ। सन्धि खर्कबाट आधा घन्टा या 45 मिनट जति उकालो चढेपछि अब यहाँ अघि प्रवेशद्वार देखियो। गेटमा केही लेखिएको त छैन। हामीले अनुमान गर्यौँ यहीँबाट भित्र हुनुपर्छ रक गार्डन। हामी यतै छिर्ने भयौँ। यता कालोपत्रे सडक त छैन, ग्राभल सडक सहज नै छ। खाल्डाखुल्डी छैनन्, त्यति उकालो पनि छैन। यहाँ मोटर मजाले जान सक्ने गरीको सडक छ। यहाँ अघि ठुलो नागी या पाटन देखियो।
त्यो कालो ढुङ्गा भएको डाँडा सायद हाम्रो गन्तव्य हुन सक्छ।